हामी झ्याङली पोखरीमा छौँ। हाम्रो प्रकाशजीको ठुलो बा। अनि कति वर्ष हुनु पर्यो बा? 98। म 90 वर्ष क्या 90 सालको 90 सालको 90 सालको भन्थे 10 वर्ष भनेपछि 88 वर्ष आउनुभयो। तगडै हुनुहुनेछ त गाँठे। 90 लाई 2 वर्ष बाँकी छ 90 वर्ष भएको कुरा। ओहो। अनि कति बुवा कति वर्ष हुँदा जन्मिनु भयो हजुर? कति वर्ष हुँदा जन्मिनु भयो? हजुरको बुवा 60 वर्ष हुँदा हजुर जन्मिनु भयो? म अलि कान सुन्ने नै के काम र बुवा हजुरबा 60 वर्ष हुँदा जन्मेर अनि वर्षीको भएर छोडेर जानुभयो। ए बा 2 वर्ष मरे अरे 59 12 61 मा। ए आमा 9 वर्ष मर्नुभयो आमा। हजुर। अनि आमाको असार 19 गते घामको झुलकोरी पर्यो आमा नि गइन्। हजुरलाई याद छ आमा बित्नु भयो? देवीघाटमा 9 वर्ष भएन पुरीमा हिँडेर हेरे। हामी फलैचामा बसिरहेको छ। गाउँमा चाहिँ फलैचा भने चाहिँ नयाँ नयाँ गुन्द्री छ। गुन्द्री पाएपछि यसरी शुद्ध पनि पर्छ। नयाँ आलु भयो हुनाले ट्याक्क। छोरो कति वर्ष हो? छोरो कति वर्ष हो? 10 1 11। ए कति पढो? पढाउनु पर्छ है छोरो पढाउनु पर्छ। पढ्दैन पढाउनु पर्छ। छोरो एउटा छोरी एउटा। हौकाएर गाली गरेर फकाएर के हुन्छ पढाउनु पर्छ। अहिले हाम्रो खेती नै पढाइ खेती नै पढाइ। यहाँ मैले अलिकति पढ्नु पाएँ भए मुझोलो म त हल्लाएर खाइदिन्थेँ। छैन केही पढे क भन्न जान्दिनँ। तर पढ्नु तपाईँ पर्छ। मान्छे चाहिँ फुर्तिलो लाग्यो मलाई। अरे तपाईँ बोली चाहिँ फुर्तिलो। कतिजना छोराछोरी हजुरको? मेरो जम्मा 7 वटा भएको थिए। हजुर। अहिले 3टा छन्। चाँडा गए चाँडा गए। चाँडा गए। अझै 90 वर्ष हुनु लाग्दैन दाँत सबै बाँकी रहेछ त ल। छ त्यो हिजो राखेर आएको। हिजो राखेर आएको। हिजो राखे सबै कुरा छोरा छोरी धन सम्पत्ति आफ्नो आयु हिजै राखेर आएको। ख्याल होइन ख्याल होइन हिजै राखेर आउनुपर्छ। बा चाहिँ 59 मर्नु म चाहिँ 90 भइसक्योलाई अहिलेसम्म घुनपुत्लो केही लागेन। अलिखेला त होला हेरे भने यतिखेर छैन भने आफ्नो आयु आफैले ल्याएको हुन्छ। हेर्नुहोस् बाबु सबै कुरा आफैले ल्याएको बालै सिलुक सिलुक जम्मै आउँछ मुखा। सिलोक नि भन्नुहुन्छ? एउटा सिलोक पनि भनिदिनुहोस् भन्नु न त हजुरको मुखबाट। सिलोक सिलोक पनि सुनौँ न त सिलोक। सिलो के पढे छैन नपढे नि जम्मै आउँछ। कता कतै आउँछ बेरे धेरै आउँछ। त कतै कतै एउटा एक दुईवटा टुक्रा म सुनौँ त। भनिदिन्छु त। ल भनौँ यहाँ मैले भिडियो बनाइरहेको छु हजुरको। राजा एक मथुराजीमा अति ठुला नाउ र सेनका थिए। उनले श्री वसुदेवलाई खुसी भए आफ्नै कुमारी दिए। धन दौलत धेरै दिइकन 10 कन्या र वरको पनि दाइजो धेरै दिए। विवाह गरिदिए जाऊ घरैमा भनी बहिनीलाई चढाइ र धुपरको पक्री करेली तहाँ आफै सारथी होइ पुर्याउँछु भने कंसै गए सङ्गमा। आकाशदेखि आवाज जो हुन गयो साना स्वरैले गरी के को आउट भयो भने सुनिलियो मानौ जहरकै सरी। मेरी बहिनी भनेर जस्कन लि जाने त साथैमा उसका अष्टम गर्भदेखि तैँले पर्नेछ मर्नु यहाँ। आकाशवाणी भयो र यो बखतमा त्यो कंस वीरलाई पनि हातमा एक तरबार लि ऐसरो काट्छु म बहिनी भनी। कंसैका मतलब बुझेर जान्छन् जन्तीहरू छक परे। नम्रै भई वसुदेवले शयनमा जोड बिन्ती गरे। यसका बालक चाहिँ जतिहरू ल्याए हजुरैमा हाजिर सौगरुलाई कदापि मनमा शङ्कै नलागोस् यहाँ। यति बात वसुदेवका सुनिदछै त्यो कंस राजी भयो। छोरी ज्वाइँ र बहिनीलाई सोही घरीमा फर्केर घरमा गयो। कालले गर्भ छ है गयो कर्मसँगै ती देवकीका पनि प्रत्येक पुत्र लगेर सम्पिकन यो सम्पे कवल हो भने यिनको सत्य कवल बुझेर घनता तो कंस राजी भयो। छाडी देवकीका ती बालकहरू फेर भन्न लागि गयो। त्यस बिचमा नारद जल्दी जाई देखाई उल्टा शिव कंसलाई
भारतको काम मनले चिताए सम्बर दिए बालक मार्न लाए नारदका उपदेशले गरी जसै मारेर बालकहरू वर्णनशेर वसुदेव र देवकी दुवैलाई पनि राज गरौ वर्णनशेर वसुदेव र देवकीका कोखबाट साक्षात् हरे अवतारे पृथ्वी बिखेलिनु भयो चार पाउको रूप धरे यसको अर्थ चाहिँ के हुन्छ यो तपाईले गीता के पढ्नु भयो यो कृष्ण भगवानको श्लोक कृष्ण भगवान श्लोक ए यसको अर्थ चाहिँ के रहेछ जीवनको अर्थ चाहिँ के रहेछ यसमा म अलि कान सुन्दिनँ यसको अर्थ चाहिँ के रहेछ अर्थ म जान्दिनँ के श्लोक पढेछ अरूले पढ्या श्लोक सुनेर हजुरले भन्नुभयो अर्काले भने सुने मात्रै हो ए सुने चाहिँ तिमीले भन्यो भने पनि म जान्न छु अलिअलि ए अहिले हो अनि के छ कथा नि आउँछ लिन्छ के कथा आउँछ हजुरलाई क भन्न नि जान्दिनँ कृष्णको कथा भन्दिन के त्यही भने जस्तो अनि कौशैका मतलब बुझ्यो सबै भनिसकौँ न कौशैका मतलब बुझेर जान्छन् दन्तीहरू छक परे नौरै भई वसुदेवले शयनमा हात जोड बिन्ती गरे यसका बालक चाहिँ छन् जतिहरू ल्याए हजुरैमा हाजिर गरौँला कदापि मनमा शङ्कै नलागोस् यहाँ यति बाज वसुदेवका सुनि जसै त्यो कंस राजी भयो छोडी ज्वाइँ र बहिनीलाई सोही घरमा फर्केर घरमा गयो कालले सातै गर्भमा दसैँ पैदासेर हरिको हुने बखत भयो सबदेव उज्यालो भयो सबको मन अतिघुस गराइकन यो वायु सुगन्धी भयो अहिले मलाई लि गोकुल जल्ली जाई लगे यसो म कंसले भेटाए मलाई मारिहाल्छ बाटो देऊ भनेछन् अरे त्यो भजनमा नि आउँछ उदकी जमुना भने उदैछन् बगेकी उमकी जमुना भने उमैछन् रहेकी नारायण रसिता खुला भनेर भजन छोड्छ हेर अनि उहाँ लगेर माइक बिजुला उनीहरूको सल्लाह रहेछ सुन माइक बिजुला र भगवान् कृष्णको तिमीले पोलिनु भनेर छ अनि उहाँ लगेर सटपट गरेर ल्याएर देवैको कोखमा राखिदिए अरे च्याँ गरेर रोइन अरे के जन्मी छोरी सब छोराकन मारी बसाउनु भयो मेरा भएका जति यसमा दुःख मलाई जो हुन गए बिन्ती चढाउँ कति यो छोरी कन मारी बसित भए सन्तोष मनैमा धरी लिन्थे करुणा र शरीरका मेरा उपर यो घरी कोरले बालक मार्नको मन गरी फ्याँको जमिनमा जसै विद्युतका सरी भई उडिकन गए प्रभु गगनमा तसै सक्छस् कहाँ मगन मार्न भने आज तैँले तँलाई मार्न जो वर्गमा छ अहिले हेरो छक्क परेर रङ्गभूमिमा अहिले भयो के भने देखो सुन्दरी नारीलाई उभखस फुस भई बसेको पनि पाप मात्र भो बालक मारिलिया दुखै तिमी दुई पर्खन धेर दिया म गई भौनु मैले पर्ने छ खुल्लामा गई भौनु अहिले जति छन् सँगमा बसालो जो हाल पनि सकलको सँगमा सुनायो अहिले गरेको प्रार्थम हामीहरू यहाँ जति हो परेको ब्रह्मा हरे हर हरि समाले लागु गर्नु पत्र रहेथे हरोमा जो कंस कस चहिदे लागु गर्नु पत्र रहेथे अरूमा रहेथे सकसमा परे एउटा दोला आउँछ एउटा दोला धेरै त होइन शिवको कथा भन्नु न शिवको ल शिवको कथा नि भन्नु नि त शिवको कथा शिवको हैन शिवको कथा पिता रावणले हरिकन अहिले के सुन रावण 88,000 ऋषिहरू बेठा कर माग्न गएछ अरे सुन अनि आँखा चिम्लेर पटल बाँधेर बसेका ए फुर्साउ कर ल्याऊ भनेछ अरे एउटा आँखा एउटा ऋषिको आँखा खुलेछ अरे अनि हामीसित प्रभु केही छैन यो थोपो रगत त होला कि भनेछ यो थोपो रगत चाहिँ आउला कति हजार पालिया अनि
तिनवटा रेखीले अरू दुईवटा रेखीले पटल खोलाएर त्यसैले बोलाएर तिनवटा रेखीले 3 थोपा रगत दिएछन् अरे अनि सुनको बट्टा हालेछ अरे अनि रेखीबाट बिदा हुन लाग्यो ए रावण लान त लयो मेरो रगत हाम्रो तर तिमीले कालै हुन्छ भनेको थियो अरे काल अनि ल्याएर मनोदर रावणको स्वारीको नाम मनोदरी भनेको छ मनोदरीलाई राख्न दिएछ सुन भनेपछि आइमाईलाई प्यारो हुन्छ सुन्नुहोस् बाबु अनि यहाँ नाइट खोकिला आले छ नाइट डाँडा भित्र गएछ भित्र पसेछ अनि पेट बोकी छ अरे पेट बोकेपछि मैले त पेट बोकेँ भनिछ अरे लोइनलाई होइन अब पेट बोक्नु हुँदैन अब उकेल्नुपर्छ भनिछ अरे अनि पेट उकेले अब कहाँ लगेर लाने लड्ने गाड्ने त भन्नु सभा भएछ अरे बुढाबुढीको अरूको त थाहा छैन त्यो गीतमा नि आउँछ महाभारत पल्लछमा आउँछ हस्तानपुरमा राम लक्ष्मण जनकपुरमा सीता माई भन्छ गीत गाउँदा अनि जनकपुरमा लगेर छोडे गाडेर आएछन् कसैले थाहा छैन राति मध्यरातमा गएका अरे ओ त्यो माछालाई लिएन अनि जनक राजाले ए पर्दा हलो हरेस गोरु जोतारा सोइला अनौ छेडी जुवा सबै ठिकेर म गोरु जोत्छु भन्नुभएछ अरे हजुर 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 यहाँ मेरो छ एउटा यहाँ यो ल ल ल ल ल बाछे त ल ल कहाँ के हो ल अनि सबै थोक बनाए राजा जनकले गोरु जोत्न थालेछन् अरे जनकपुरसम्म छ अरे जताततै म पुगेको छैन अनि माझापाटा पुगेपछि त्यो सुनको बट्टा उकाइदिएछ अरे अनि उकाइदियो अनि समाजले गोरु जोत्न छोडेर यसमा केही रहस्य छ यो बट्टा मात्रै होइन यसमा केही भित्र छ भन्ने भएछ अरे अनि बट्टा खोलेर हेर्दा कोही जातिको कन्या पो छ इन्द्रका अवसरा जस्तै केटी अनि अब यो कसी छोरी भनेर सवालले छोरी त्यहाँ पृथ्वीकी अब जनकले भेटायो जनकले पालताल गरेर जनकले बिहेदान गर्नुपर्छ भनेर जनकलाई नै जिम्मा लगाइदिएछन् अरे हो कि होइन अनि छुली भइन् बढ्दै गइन् जनक सुहानी पर सरेछन् अरे जनकलाई शिवले धनु दिएको थियो अरे अनि धनु यहाँ पिँढीमा राखेको छ त्यो कहिले पोतिएको छैन पिँढी उचाल्न सक्दैन कसैले सार अनि जनक सुहानी पर सरे सीताले पोतेछन् अरे यतापट्टि पोतेर धनु सारेर उता पोतेछन् अरे जन शिकारमा गयो क्या आज आउँदा त जम्मै पोतिएको छ कसले पोत्यो भन्दा छोरीले ओहो छोरी शिवको धनु उचाल्न सक्ने त पराक्रमी पो भएछौ तिमी त अब कस्तो वर खोल्ने त भन्नुभएछ अरे छुली भाइ छोरी राख्नु नहुने रहेछ अनि दुई टुक्रा दुई हातमा एक टुक्रो पत्ताल दाहिने गोडाले पत्ताल पुर्याउनु पर्छ त्यति गर्न सक्नेलाई म स्वयंवर गर्छु नत्र गर्दैन भनेछन् अरे अनि जनकले झ्याली पिटे बलिया 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 आए छानेर आए कसैले हल्लाउनु नै सकिन्छ अरे रावणले चाहिँ यसो अलिअलि हल्लाएछ अरे अरूले सकिन्छ अनि रामको पालो पछाडि आयो रामले गएर धनु उचालेर माथि ताँदो लगेर ठ्याम्म ताँदो जोडेर अनि 3 टुक्रा पारेर 2 टुक्रा 2 हातमा 1 टुक्रो पत्ताल पुर्याउनु भएछ अरे अनि हिरामाला लगाइदिएछ अरे ओ सीता मैले पनि हल्लाएको थियो नि मलाई बोलाउनु पर्छ पखे भन्दै थियो त्यतिखेर हो कि होइन अनि रामले गएर भित्र्याउनु भयो अनि दशरथका स्वामी 3 टिरे हो कि होइन है बा
मैले पढेको छैन सुने मात्रै हो अनि कौशल्या र सुमित्रा कैकेयी भनेको छ अनि कैकेयी सुत्केरी भएछ अरे अनि धाइमा पालेको छ अरे ओ कैकेयी राम राजा भनेको लक्ष्मणलाई मन्त्री दिन्छ यी भरत र शत्रुघ्न तेरै यिनीका हलिता हुने एउटा मन्त्रणा गर्नु भनेको छ अरे धाइमा मैले केही पनि जाने